अझ बढी चोरी पचिस नौला तेरो पानी लिएर आउने समय यही हो। के देख्दैछु मैले बिहान त अर्को लुगा थियो हरिया लाएर पालिने गाई छ तैँले कसलाई भेट्न गइथियोस् त्यही भएर ढिला गरिस् तैँले। आमा धारामा पानी सानो आएको थियो त्यही माथि मान्छे भिड थियो त्यही भएर आउन ढिलो भयो। अझ बढी चोरी पचिस नौला भेट्न गइथिस् सरासर बताउँछस् कुनै। आज तैँले मेरो छोराको आँखा छलेर फरिया लाएर बाहिर बाहिर तिमी होइन आमा के भयो आमा? बाबु त आइस हेर न बाबु कता नि एक गाडी पानी लिन गएथी बुहारी चिप्रेर लडिछ अनि चाहिँ खाएको। उसको त ढङ्ग पनि छैन कि हिँड्ने ढङ्ग पनि। कहाँ दुःखो बुहारी बोल न। एक शब्द पनि छोरालाई कुरा लाइस् नि भोलि तेरो हालत के हुन्छ थाहा पाउँछस्। तैँले मेरो छोराको आँखा परि त नाटक खेलाउनु होइन फरिया लाइलाई कसलाई भेट्न गइथिस् भन् कसलाई भेट्न गइथिस् भन्। एक शब्द पनि तेरी आमाले मलाई यस्तो गरी भनेर पुरा लाखो मात्रै थाहा पाएँ भने तेरो के हालत बनाउँछु बुझिस् तैँले। पनि बुढाले फोन उठाइहाल्नुहुन्छ कि आयो भाइ कति हाल्न सकेको हो फोन पनि आयो आयो जतिखेर फोन हानेको छ कोही बिना सुत्न सक्दैनस् दिमागै खराब हुने गरी। अझ आफै रौसी खाएर आउनुहुन्छ अझ बुढी कुट्न तपाईँलाई लाज लाग्दैन? के लाज मलाई ह? मैले रक्सी खाएर किन कुकुरको मुत भनिस् ह? छोडिदिनुहोस् मलाई। छोड्दिन आज म तँलाई मारिदिन्छु। आजदेखि उपरान्त तैँले मलाई मुख चलाइस् भने तँलाई म के गरिदिन्छु हुन्छ हुन्छ ल गएर सुत जा ल यो पछ्यौर। होइन डङ्किनी पिँढी मात्रै लिपेर हुन्छ भाकरीमा पानीको थोको छैन गोठमा गाई बस्तु भोकाएर कराएको कराई छन् पिँढी मात्रै बोकेर हुन्छ घरको काम अरू कसले गर्छ। बिहान उठेदेखिबाट काम गरेछु हात खाली छैन मैले मात्र कता कता भ्याउने हो र सक्दो काम त सबै मिलेर गर्दा हुन्छ नि आमा। अझ हामीले काम गरेनौँ भनेर मुख चलाउँदैछस् त कस्तोलाई मैले जानेछु। ल थुतुनु
चलाउने मलाई के भनेको तैँले मलाई खानु चलाउने मात्रै हुन्छ म बाहिर आउँदाखेरि यो घाँस काट्नु गइरहेछु भने मैले तँलाई जानेछु अरे भाई क्या कर रहे हो यार तुम यार मारो ना मारो मारो जल्दी जल्दी ए भाई जल्दी करो ना यार जल्दी 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 फास्ट करो यार हान्न हो हेडशॉट हान्न हो हेडशॉट ए हान्न हो भनेको ठिक छ ठोक देउला नालायक हो म बुढो मान्छे चाहिँ नि वनमा दाउरा लिन गइरहेको छु तिमीहरू चाहिँ घरमा खाना पकाएर बस्यो होला भनेको त यहाँ आएको मोबाइल खेला बसेर चाहिँ कस्तो ल्याङ गर्न यो आएको नि हो भने बा हजुर जानु न सर सर अनि ए बा ए मर्न लागेको बेला नि हामी तपाईँ जताबाट आउँदा त्यतिबाट जानु न ए अझ मलाई पो कराउँछस् यत्रो बुढो भएको बाउले दाउरा लिन गएपछि तिमीहरूले बाउलाई सघाउनु त कता कता अझ बाउलाई मुखमुखै लागेर यहाँ भएभरको जम्मा भएर मोबाइल खेलेर बस्छस् तेरीमा नलायक हामी खेलिरहेको ठाउँमा डिस्टर्ब नगर्नु न बा भाइले भनिसकेछ त के रे नलायकहरू त म बुढो मान्छेलाई त भुटै हाल्नु हे भगवान् यो घरमा कस्तो दिनमा प्रवेश गरेकी रहेछु मलाई यिनीहरूले बसी खान दिँदैनन् के गर्ने होला भगवान् कहाँ गएर मर्ने होला के भयो तपाईँलाई तपाईँको फेसमा पनि चोट देखिरहेको छ तपाईँलाई मैले कतिचोटि भेटिसकेँ सधैँ पीडामै देखिरहेको हुन्छु के भयो तपाईँलाई कुरा नलुकाइ भन्नुहोस् त भाउजू केही भएको छैन नानी राति निन्द्रामा बिउजिँदा खाटमा ठोकेर सानो चोट लागेको मात्रै हो यस्तो दिनदिनै रक्सी खाएर पिट्नी पोइसँग बस्नुभन्दा तपाईँ बरु अन्तै गएको राम्रो भाउजू किन यो दुःख सहेर बस्नुहुन्छ सधैँ पीडा लिएर मनमा भने जस्तो सजिलो कहाँ हुन्छ र नानी अर्काको घरमा बिहे गरेर आइसकेपछि जति दुःख पीडा परे पनि सहरै बस्नुपर्ने रहेछ यो बरीको कर्मै यस्तो धेरै कर्म र भाग्यलाई दोष दिनुहुन्छ नारीले चाह्यो भने जे पनि गर्न सक्छन् त्यसैले तपाईँले यति धेरै हार नखानुहोस् ल नानी यहाँ बाटोमा बसेर कुरा गर्नुभन्दा म त घाँस काटेर जानु हो घरमा गाई भैँसी पनि बोकाइसक्यो होला हुन्छ भाउजू राम्रोसँग घाँस काटेर आउनु कुनै बेला समय मिलाएर तपाईँकै घरमा बसेर कुरा गरौँला नि है हस् हुन्छ नि ल राम्रोसँग जानु है हस् होइन हिजो अस्ति त यति बेला उठ्थ्यो यो छोरो आज के भयो यसलाई यस बेलासम्म उठेको छैन यिनीहरू त यस बेलासम्म सुतिरहेका छन् यिनीहरूलाई कसरी उठाउन पर्छ मलाई राम्रोसँग थाहा छ
भाइ के को आवाज यो बिहान बिहान यो गडबड आयो यो होइन है आमा तपाईँले पो पिडी लिप्दै हुनुहुन्छ बुहारी कहाँ गयो आमा बाबु पानी लिनु गएकी छ बुहारी पिँढी भत्केर कस्तो हेर्न नहुने भएको छ फेरि स्वास्नीलाई ख्यालै छैन त्यही भएर लिप्नु पर्छ कि बाबु मैले जानेछ उसले आमा अब खाने भई चोथालेले नराम्रो सिपोइको हातको कुटाइ खानै पर्छ यसले कुटाइ त मारे पनि हुन्थ्यो यो चोथालेलाई अब आउँछ मजा नमस्ते हजुर सन्चै हुनुहुन्छ काँडै हिँड्नुभएको हजुर ए हस् हजुर के हेर्नु भएको लाज लाग्दैन यति धेरै हेर्नुलाई कस्तो तिमीले देखेपछि हेरे हेरे भयो के भएको होला है खै के भएको एकछिन कतै बसेर कुरा गरौँ न है हुन्छ हेर्नुहोस् न बाबु मेरो घर पारेको नि मामा ल यही बसेर कुरा गर्नु म त धेरै टाढो जान सक्दिनँ साँच्ची तिम्रो बुढा चाहिँ कहिले आउँछ नि बुढा यसो मलाई चाहिँ छोड्ने त होइन तिमीले कति मन पराउँछु हेत लाटा के भनेको त्यस्तो मेरो बुढा आउन अझै 2-3 वर्ष बाँकी छ बुढा आयो नि के भयो त तिमी त मेरो मनमा बसेको छौ तिमीलाई त म बुढा आए पनि बेला बेलामा भेट्न आउँछु नि ल के थाहा मान्छेको मन त हुन्छ छिट्टो पारिन्छ कस्तो सोध्छौ है तिमीले कहाँ म त्यस्तो छु त अरू जस्तो म छैन नि म तिमीलाई कति धेरै माया गर्छु तर अहिले मलाई एकदम हतार छ म माथि जान आएको जान्छु तिमी पनि काम गर्न लाग्यो जाऊ ल साथी ए सुस्मिता आज त अचानक कहाँबाट आइस आइज बस साथी हजुर त यतिकै कबुल गरेर बसिरहनु अनि हजुरको छोरा बुहारी कति पानी कहाँ जानु नि सुस्मिता बुहारी घाँस काट्न गएकी छ छोरो पलतिर गएर आउँछु भन्थ्यो गाउँतिर कति बेला आउने थाहै छैन अनि काकी मैले त हजुरको बुहारीको राम्रो सम्बन्ध छैन भनेर सुनेको थिएँ खास कुरो के हो मलाई हाम्रो सम्बन्ध जस्तो सुकै होस् किन अर्काको चासो लिएर हिँड्न पर्छ अनि काकी बुहारीसँग त यतिको रिस किन त अर्का घरको कुरो किन चासो लिनुपर्छ सुस्मिता पानी मेरी बुहारीलाई माया गरौँ रिस गरौँ कुटम जेसुकै गरौँ आफ्नो काममा ध्यान दिने गर अर्का घरको चासो लिने होइन ल काकी म पनि जान्छु ए कहाँ जान आँटेकी थिइस् गफै गफमा पो भुलाइदिएछु जा जा हो के भयो आमा भाउजू के भयो उठ्नु न भाउजू भाउजू के बोलाउ न कोही छैन पानी भाउजू भाउजू पानी पानु मेरो भाउजू के बोलाउ न भाउजू
के भयो बाउजी एकासी घाँस काटेको के भयो तपाईँले एकासी खै बाबु के भयो भन्नु हिजो बेलुकादेखिबाट खाना खाएको थिइनँ घाँस काट्दा काट्दै चक्कर आउला जस्तो भयो म त त्यत्तिकै ढलिछु जब गरे हिँड्नु भयो बाबु हजुर जाँदै गर्नुहोस् म बिस्तारै आउँदै गर्छु होइन हिँड्नु बाउजी पर्दैन बाबु हिँड्नु हिँड्नु ल म घरसम्म पुऱ्याइदिन्छु बाउजी ल ऐनामा आगो नि छैन खाना पकाएर राख्यो होला भनेको त कराई पनि रित्तो छ आउन् न यिनीहरू कहाँ कति भाग्दो रहेछन् भागुन् न आउने त आखिर यहीँ हो म बुढाले चाहिँ यहाँ पकाएर तिनीहरूलाई ठिक्क पारेर राखिदिन्छु र खानालाई के गर्नु यिनीहरू सानै हुँदाखेरि आमाले पनि छोडेर गई यिनीहरूकै मुख हेरेर बस्यौँ यिनीहरूलाई पालेर गाउँलेहरूले त भन्थे बच्चाहरू स्याहार्नुपर्छ एउटा लिए बिहा गर हो भनेर यिनीहरूकै मुख हेरेर यिनीहरूलाई स्याहारेर बस्यौँ अब अहिले यिनीहरूले मलाई गन्दै नगनी भयो यसको आमाले छोडेर गर नि मैले लास्टमा साह्रै दुःख पाउँछु जस्तो छ के गर्नु न टाइममा खाना पाउँछु न यिनीहरूले बाउले दुःख पायो भनेर हेर्छन् बडा लिएर हिँड्छन् के गर्ने अब चिन्ता पर्न थाल्यो बाउ कस्तो भोक लाग्यो खाना पस्नु न होइन तिमीहरूलाई भोक लाग्यो बाउ खाना पस्क्यौ भन्नलाई लाज लाग्दैन यत्रा यत्रा छोरा भरा बाउ वनमा दाउरा लिन गर्छ तिमीहरूले बाउ भोकाएर आउँछ भनेर खाना पकाएर राख्नुपर्छ कि पर्दैन अझ बाउ समय भोक लाग्यो भनेर आउन तिमीलाई लाज छैन हेर बाबु छोरा हो तिमीहरूको आमाले तिमीहरू यत्रो हुँदाखेरि छोडेर गए मैले तिमीहरूलाई सानैदेखि हुर्काएँ बढाएँ पढाएँ यत्रो बनाएँ अब अहिले छोराहरूले सुख देला भन्ने बेलामा झन् तिमीहरूले बाउलाई नै दुःख देऊ अब तिमीहरूको बुद्धि आउँदैन कहिले आउँछ बुद्धि तिमीहरूको छोरा बाउलाई सुख दिनुपर्छ हामीले केही काम गर्नुपर्छ कमाउनुपर्छ भन्ने तिमीहरूको मनमा कहिले आएन है बाउ बाहिर निक्लेपछि घरमा भात पकाउनु पर्छ बाउ भोकाएर आउँछ भने तिमीहरू यसरी बढाएर नहिँड गाउँ समाजको अगाडि फलानाको छोराहरू बिग्रियो भन्दाखेरि मलाई पनि कति नमजा हुन्छ के भन्लान् गाउँ समाजले तिमीहरूले बुझेको छौ हुन्छ बा अबदेखि यसरी कहिले पनि बरालेर हिँड्दैनौँ हामी विदेश जाने त भनिस् छोरा तर के गर्नु मसँग नि पैसा छैन जुन दिन घरबाट चलाइरहेको छु तिमीहरू यत्र यत्र भएका छोराहरूले अहिलेसम्म केही कमाएर दिन सकेका छैनौ के गरी म विदेश पठाउनु भन् त हामी यो सधैँ यसरी बरालेर हिँड्नुहुन्न बुवा अब म विदेश जान्छु मलाई जसरी हुन्छ विदेश पठाउनु तिमी किन आजभोलि मलाई भेट्न कम गरेको तिमीलाई भेट्न कहाँ काम गरेको र सानो घरमा बुढी छ घरको बुढीले पनि टाइम दिनु पर्यो तिमीलाई पनि टाइम दिनु पर्यो नि त तिमीले बुढीलाई बढी माया गर्छौ कि मलाई कहाँ बुढीलाई धेरै माया गर्नु बुढी भन्दा त मेरो तिमी नै हो नि प्यारी थाहा छैन र सानो दिदी पनि जहिले मुखले ठिक्क मात्र पार्ने त हो नि तर आफ्नो बुढी जस्तो कहाँ मलाई मान्छ त खुब कति समयपछि भेट्न आएको छ त्यही पनि मुखले कति चिप्लो भाँच्न जानेको ए बाबा तिमीलाई मैले मुखले ठिक्क पारेको हो त सानो घरको बुढी भन्दा त तिमी मेरो प्यारी हो नि घर तिम्रो लागि त म यो संसारै छोडिदिन्छु बुढी के हो र केटा मान्छेहरूले त यस्तो भन्ने मात्र हो यस्तो त कतिजनालाई पो भन्नुभयो ए बाबा के कुरा गरेको होला तिमीले के म अरू केटा जस्तो लाग्यो दुनियाँसँग हिँड्नलाई तिमी पाउनुको लागि त म मेरो आफ्नो श्रीमती पनि त्याग्दिन तयार छु यस्तो ठिक्क पार्नु पर्दैन मुखले त्यो भने पछिको कुरा
पछि नै सोचौँला। तर अहिले मलाई कति धेरै तिमीले याद आएर भेट्न आएको। अरू नै कुरा गर, होस् बुढीको कुरा नगर। ए बाबा, तिमीलाई नदेख्दा तिमीलाई नभेट्दा मेरो मन साह्रै आतिन्छ। त्यस्तो नै हुन्छ र? खै हुँदो रहेछ। म त एकरो भइसक्यो तिम्रो मायामा। के भएको होला है त्यस्तो? मलाई पनि त्यस्तै हुन्छ नि, तिमीलाई देखेन भने कति बेला भेट्ने होला जस्तो लाग्छ। तर के गर्नु, तिमी घर गएपछि आउनै छोड्छौ। कस्तो कुरा गरेको होला तिमीले? म घर गएपछि आउन छोडेको होइन कि, घरमा पनि मेरो काम हुन्छ, कामले पनि ध्यान दिनु पऱ्यो। खुब सधैँ काम काम काम। मलाई भेट्नु भनेपछि त मनै छैन नि, बोल्ने समय नै हुँदैन। किन बोल्ने समय नहुनु? तिमीसँग बोल्ने समय नभएको भए तिमीसँग यसरी म भेट्न आउँथेँ होला त। 2 महिनापछि आएको अहिले आएको। ए बाबा, 2 महिना पछाडि आए पनि म तिम्रै हो। म तिमी बिना जिउनै सक्दिनँ त। के गरौँ भन त? Hmm.